मै आए भइसकेछ आङमा भन्दा धेरै खुट्टामा भएको छ हेर यहाँ हात त्यस्तो कसले भन्छ यो हातले हुर्काएको भने तीनवटा नानीलाई यस्तो भयो आमाको हात भट्टिएर चम्रा मात्रै छ लु भयो भयो डाइपर चेन्ज भयो भर्खर मेरो ठुल्दिनु आएको भए म त यति बेला बोलाउँथेँ पागल भइसक्थेँ मलाई उठाइदिएन उठाइदिने उठाइदिने अब किन उठ्ने किन उठ्ने अब सुत्ने बेला सुत्ने होइन नसुत्ने यहाँ पटुका बाँध्छु कि नभए यहाँ दुख्छ राति ल ल ल ल दबाई खानु छ त्यसरी होइन खै मलाई यता आँगन हाल्नु खै पर्खिनु न आमा पनि आमै ल ल उठ्नुहोस् त यहाँ छ तपाईँको पट्टुका त्यो पटुका बाँध्छु एकछिन उठा त मलाई अलि उता जान त अब कति भने खै अब बस्छु अब के गर्ने अब पटुका बान्ने खै ल कसरी उसले नै गर्ने मिल्यो निकै ताका छ है कस्दिने लु कसरी कस्तो अझै कहाँ धेरै टाइट हुन्छ नि त आमा अब एकखेप घाट गर्छ ल अब नाच्ने कमरेमा पटुकी बाँधेर के गर्ने यता घुसार्दैन एउटा अन्त नरिसाउनुहोस् न ल दिदी हुन्छ ल अब मलाई दबाई थिए तपाईँको दबाई पानीय छ आया कति बज्यो हौ 10 बजिसक्यो 10 भइसक्यो लिनु अब यो ओढ्ने बनाइदिए हुन्छ ल यो बनाइदिए बिस्तारै लाउँदिनु है त्यो कता गयो यहीँ छ ए के छ नि त तपाईँ पटिनु न आयो बिचमा राख्दैन के बिचमा राख्ने यसलाई किन बिचमा राख्दै भनेर यहाँ अलिक तल तपाईँ खुट्टाले उयो गर्छ नि त राति ल कतापट्टि नरम यो नरम यही हो
यो राख्न तपाईँले भयो अब मेरो खुट्टा मात्रै खोलिदिनु खुट्टा खोलिदिने ऊ फोन उठा खै तपाईँ सुत्नु न म उठाइहाल्छु खुट्टा खोलिदिने भनेको चाहिँ के भनेको के भनेको खुट्टा खोलिदिने अब पल्टिन्छु खुट्टा मात्रै खोलिदिए भनेको ए अच्छा उयसले तपाईँ सुत्नु न त्यो म बन्द गर्छु नि तपाईँ सुत्नु न केही हुँदैन ल टाउको ठोक्किन्छ त्यहाँ कति माथि गएको माथि चढ्छु फेरि सुल्किहाल्छ खुट्टामा चाहिँ नउडाउने होइन त भयो